तपाईलाई थाहा छ कसले बल्बलाई आविष्कार गर्यो भनिकिन? उहाँको नाम चाहिँ थोमस एल्वा एडिसन हो, जसले चाहिँ बल्बलाई बनाउँदै गर्दाखेरि चाहिँ भनिन्छ कि 10,000 चोटि चाहिँ उहाँ फेल हुनुभयो। कयौं चोटि उहाँले कोसिस गर्नुभयो बल्बलाई इन्भेन्ट गर्नको लागि, तर उहाँ 10,000 चोटि फेल भयो भनेर भन्छ। तर उहाँको कोटेसनमा उहाँले दामी कुरो भन्नुभएको छ, म 10,000 चोटि फेल भएको होइन, तर 10,000 वटा तरिका चाहिँ काम लागेन मैले बल्बलाई बनाउँदै गर्दाखेरि, तर म पछि सक्सेस 10,001 मा म सक्सेस भएँ भनेर भन्छ। कति दामी कुरा। 10,000 चोटि कोसिस गर्नु भन्ने कुरा सानो कुरा होइन प्रिय, तर एकदमै हरेस खाने समयहरू हो। तर उहाँले त्यो बल्बलाई आविष्कार गर्नुभयो। फलस्वरूप आज तपाईँ मेरो अगाडि हामीले त्यो बल्बलाई हाम्रो घरमा हामीले बालिरहेको छौँ, जसले चाहिँ 10,000 चोटि फेल भएर बनाएको बल्ब हो। अनि यति मात्रै होइन, पछि गएर उहाँले जुन बिल्डिङ थियो, उहाँको घर थियो, जहाँ उहाँले उहाँको रिसर्च पेपरहरू, मसिनहरू थियो, थुप्रो कुराहरू थियो। अनि भनिन्छ उहाँको त्यो बिल्डिङमा एक दिन अचानक आगो लाग्यो, अनि उहाँ बाहिर उभिएर त्यो बिल्डिङलाई हेर्दै थियो। अनि आफ्नो छोरालाई बोलाइकिन भन्छ, जा तिम्रो आमालाई पनि छिट्टो बोलाएर लिएर आऊ, किन यस्तो ठुलो आगो चाहिँ उसले लाइफमा कहिले पनि देख्दैन। कति पोजिटिभ कुरा है। त्यति मात्रै होइन, भोलिको दिनमा न्युयोर्क टाइम्स भन्ने न्युज पेपरमा उहाँले यस्तो स्टेटमेन्ट दिन्छ, आई एम 67 years old नाउ, आई विल स्टार्ट अल ओभर अगेन टुमरो भनेर भन्छ है। म 67 वर्ष पुगिसकेँ अहिले, तर म फेरि हरेस खाँदिनँ, तर भोलिदेखि म फेरि सुरु गर्छु त्यो कुरालाई, कन्टिन्युएसन गर्छु भनेर भन्छ। सोच्नुहोस् त, होल बिल्डिङ जल्यो, रिसर्च पेपरहरू जल्यो, मेहनत सबै खरानीमा परिणत भयो, तर पनि यो व्यक्तिले भन्दैछ कि म फेरि भोलिदेखि स्टार्ट गर्छु 67 वर्ष पुगिसकेर पनि। अनि कति पोजिटिभ कुरा अझै व्यक्तिले भनेको छ। प्रायः आज उहाँको जीवनबाट म तपाईँलाई के भन्न चाहन्छु भन्दाखेरि, एउटा व्यक्तिले हार नखाँदै गर्दाखेरि चाहिँ धेरैजनाको जीवनमा आशाको कुराहरू आउँदै रहेछ। हाम्रो जीवनमा हामी धेरैचोटि छिट्टो हार खान खोज्छौँ, हामीले कोसिस गर्दा गर्दा हामी गिभअप गर्न खोज्छौँ, हाम्रो आदतहरूसँग हामी लड्दैछौँ, जुझ्दैछौँ। धेरैजनाले एडिक्सनलाई जित्नको लागि उसले कोसिस गरिरहेछ, धेरैजनाले आफ्नो रिसलाई जित्नको लागि उसले कोसिस गरिरहेछ। विभिन्न आज पापसँग तपाईँ म जुझिरहेको छौँ, जसलाई हामी फेरि पनि त्यसलाई जित्न कोसिस गरिराखेको छौँ। अनि धेरैजनाले गिभअप गरेर सेवाकाई जानु छोडेको छ। म अब बदलिँदिनँ होला, मेरो जीवनमा बदलाव आउँदैन होला भनिकन धेरैजनाले हरेस खाइराखेको छ। तर म तपाईँलाई भन्न चाहन्छु, तपाईँले हरेस कहिले पनि नखानुहोस्, किनभने तपाईँले त्यो कन्टिन्यू त्यो कुरालाई तपाईँले कोसिस गरि नै रहनुहोस्, अनि तपाईँले त्यो कुरालाई सफलतालाई एक दिन हासिल गर्नुहुन्छ। प्रभुको वचनले पनि त्यही कुरो भन्छ, दोस्रो इतिहास 15:7ले, शक्तिशाली हौ, तिमीहरूको साहस नघटोस् भनेर भन्छ।